ल आज मैले एकोदिष्ट श्राद्धको बारेमा क्लियर गर्न गइराखेको छु। सर्वप्रथम हामीले तर्पण विधि कसरी गर्ने भन्ने कुराहरूको जानकारी गराउँदैछु। यदि हामीले तर्पण गर्दाखेरि एकोदिष्ट श्राद्धमा अथवा पार्न श्राद्धमा जुनसुकै श्राद्धमा पनि तर्पण अनिवार्य छ। त्यसैले सर्वप्रथम के गर्ने त भन्दाखेरि प्रायश्चित भोजन गर्नु पर्यो। प्रायश्चित भोजन गर्ने तरिका हजुरहरू सबैलाई के छ थाहै छ। कसरी गर्ने र प्रायश्चित भोजन गर्दाखेरि एउटा दुनोमा पैसा राखेर त्यसमा पूजा गर्ने, दिने ब्राह्मणलाई टीका लगाइदिने, अनि तर्पण गर्ने, सङ्कल्प गर्ने, प्रार्थना गर्ने। त्यसपछि जसलाई दिने हो, भान्जालाई दिने हो कि ज्वाइँलाई दिने हो कि ब्राह्मणलाई दिने हो, अर्पण गरिदिने। अब दान प्रतिष्ठा आदि इत्यादि गरेर अर्पण गरिदिने। कोदात कस्मादात आदि मन्त्रहरू पढ्ने सिद्ध्यो है। अब त्यसपछि प्रतिज्ञा सङ्कल्प भनेको के हो बाबु? अब हामीले यो तर्पण विधि गर्दैछौँ। तर्पणभित्र गर्दाखेरि यिनीलाई तर्पण दिँदैछौँ भने जस्तो मनुष्यहरूलाई, सप्त मनुष्यहरूलाई, देवर्षिलाई अनि दिव्य पितृहरूलाई तर्पण दिँदैछौँ भनेर हामीले के गर्न पर्यो? सङ्कल्प गर्न पर्यो। यसलाई भन्छन् प्रतिज्ञा सङ्कल्प। अब हामी तेस्रो नम्बरमा केमा आयो बाबु? देवर्षि तर्पण। देवर्षि तर्पण गर्दाखेरि कसरी गर्ने भन्नुहोस्? पूर्वतिर फर्केर हातमा कुश, अब कुश राखेन, जौ र कुश लिएर विश्वान देवान आवाह्य, विश्वान देवताहरूको के गर्ने? आवाहन गर्ने। यी दुईटा मन्त्र पढ त। आवाहन गर्दाखेरिका मन्त्र हरे मन्त्र पढेर ओम भुर्भुवः स्वः ब्रह्मादयो देवा या गच्छन्तु या तिष्ठन्तु गृह्णन्तु एतान् जलान् जलिन् भनेर तलको यसै गरी पढ्नु पर्यो। अब हामीले थोरै बुझ्नु पर्ने कुरा अस्ति पनि भनेको थिएँ, ब्रह्मा त्रिप्यताम छ छैन हो। त्यो अर्को त्रिप्यताम नअन्जेलसम्म ब्रह्मा त्रिप्यताम छ भने विष्णुस पनि के हुने भयो? त्रिप्यताम, रुद्र त्रिप्यताम, प्रजापति त्रिप्यताम भयो नि। त्यसपछि देवास त्रिप्यताम छ हैन? त्यसपछि देवास त्रिप्यताम भइसकेपछि छन्दांश त्रिप्यताम, वेदास त्रिप्यताम। यसरी गर्दै गर्दै एक एक पटक हामीले तर्पण गर्नु पर्यो। औँलाको कुन भागबाट दिने रे देवताहरूलाई? देवर्षि तर्पण भनेर कसलाई भन्छन्? औँलाको अगाडिको भागबाट हो। यसरी दिएर सक्यो भने अब हामीले कसलाई दिनु पर्यो? दोस्रो लटमा मनुष्य तर्पणम भन्छ। अब मनुष्यलाई तर्पण गर्दाखेरि कसरी गर्ने बाबु? उत्तरतिर फर्केर कायतीर्थ भन्छ। कायतीर्थ भनेको कुन हो? सकुशो दकेन अञ्जलो किरछ कुशान कृत्वा मनुष्य तर्पयेत। हातमा कुश लिन पर्यो, जल लिन पर्यो हैन? यसरी दिनु पर्यो। कतिपल्ट दिनु पर्यो? यसरी यो कान्छेउलाको फेदबाट यसरी दिनु पर्यो, कुश राख्नु पर्यो। कतिपल्ट दिने? दुई पटक। 7 वटा मनुष्यलाई दुई पटक दिँदाखेरि कति हुने भयो? 14 पटक। ओम भुर्भुवः स्वः सनकादय सप्त मनुष्य या गच्छन् या तिष्ठन्तु गृह्णन्तु एतान् जलान् जलिन् भनेर सनकस् त्रिप्यताम भनेर यसरी के गर्न पर्यो? अर्पण गर्न पर्यो। अब हामी कुनमा आयो बाबु? अब दिव्य पितृ तर्पणम। फेरि यो तर्पण दिँदाखेरि जुनसुकै श्राद्ध, मैले फेरि पनि नभुल्नु होला, कहीँ पार्कमा श्राद्ध गर्न जानुभयो भने होइन तर्पण दिने कसरी हो भनेर पनि बुझ्नु भएन। फेरि एकोदिष्ट श्राद्धमा गयो भने पनि
कन्फ्युज हुन भएन। तर्पण अगाडिको विधि जुनसुकै गरेको ल तर्पण दिन पर्यो भने नि यही हो। कुरो बुझ्नुभयो? अब दिव्य पितृहरूलाई दिँदाखेरि हामीले कसरी दिनु पर्यो? अपसप्येन प्राचीनावैति दक्षिणामुखः, हामीले दक्षिणतिर अभिमुख हुने, दक्षिणतिर फर्किने। पातित वामा जानुर भनेको के गर्ने बाबु? बायाँ घोडालाई मोडेर। कसरी एकजनाले गरेर देखाउ त, भुइँमा टेकाउ त बायाँ घोडालाई। हो सरसले गर्छ त, हो त्यो हातमा भित्र हाल्नु, हो त्यसरी हो। यसलाई भन्छन् पातित वामा जानुर मोटित। हातमा के लिनु पर्यो? मोटक तिल कुश है, ती लिएर पितृ तिल दिन। पितृ तिल त भनेको कुन हो? सबैले देखाउ त औँला, हो सबैले देखाउ त। यताबाट दिन पर्यो है, यो चोरौँला र बुढी औँलाको बिचबाट जाने गरेर है, यसलाई पितृतीर्थ भन्छन्। पितृतीर्थ दिन खड्ग पात्र, यदि खड्ग पात्र छ भने त्यसै गरी त्यहाँ राखेर त्यही भागबाट दिनु पर्यो। दिव्य पितृ आवाह्य, तर दिव्य पितृहरूको आह्वान गर्ने सुरुमा, त्यसपछि तर्पण गर्ने, आह्वान गर्ने मन्त्रबाट त हरि ओम भनेर या तिष्ठन्तु गृढन् त्वैतान् जलान् जलिन् भनेर यिनीहरूलाई दिँदाखेरि कति पटक दिने रे? कहाँबाट दिने रे? नजिकैलाई। ओम कप्यवाडनला तृप्यतामितां तिरोधकं तस्मै सुदानम भनेर यसलाई कति पटक भन्नु पर्यो? त्यसैले अगाडि बढ्दाखेरि सोमस तृप्यतामितां तिरोधकं, अगाडि तस्मै आएको कारणले गर्दाखेरि अर्को तेप्य नआउन्जेलसम्म त्यहाँ डडा छोटो ठाउँमा तस्मै 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 भन्दै जाने है। अनि यो यमस तृप्यतामितां तिरोधकं, अनि अर्यमा तृप्यतामितां तिरोधकं। अब यताबाट फेरि के आयो? ओम अग्निभातास तृप्यतामितां तिरोधकं। अब त्योभन्दा अगाडि जाँदाखेरि हामीले के भन्नु पर्यो? तेभ्य। जस्तै ओम सोमपास तृप्यतामितां तिरोधकं, ओम बरिखलास तृप्यतामितां तिरोधकं। त्यसपछि अगाडि क्या? यमाय नमः यमाय नमः, यिनीहरूलाई तीन-तीनचोटि भन्दै जाने है। यमाय धर्मराजाले श्लोक पढाउनु सर्व। ओम अब हामीले दिव्य पितृलाई पनि गरियो, मनुष्यलाई पनि गरियो, देवर्षिहरूलाई पनि गरियो, यिनीहरूलाई तर्पण गरेर सक्यो। अब कसको पालो आयो? स्वपितृ तर्पण भनेको के हो बाबु? आफ्नो पितृहरूलाई स्वपितृ तर्पण भनेको के रहेछ? अब आफ्ना कष्टले गर्ने हो भने हामीले गर्नु परेन, किन हाम्रो बुवामा हुनुहुन्छ। यदि हाम्रो बुवामा हुनु नहुने चाहिँ हामीले गर्ने हो, नत्र हामीले गर्न परेन। यदि कसैको अब यहाँ विद्यार्थी कसैको बुवा हुनुहुन्छ नि 11 गते, त्यस्तो मामिलामा छोराले गर्ने हो। अहिले तिमीहरूले केही नै गर्न पर्दैन। स्वपितृ तर्पण भनेको आफ्नो कुलमा भएका पितृहरूलाई अब तर्पण दिनु पर्यो। म्यान दिने भनेकै पितृहरूलाई। कुरो बुझ्नुभयो? अब हामी सुरु गरौँ। सुरुमा हामीले कसलाई दिनुपर्दो रहेछ तर्पण?
बुवा तथा आगच्छन्तु मे पितर हे मेरा पितृ यहाँ आउनुहोस् इमान घृणम त्वैतान जलाञ्जली भने यो मैले दिएको जो तिलाञ्जली छ यसलाई के गर्नु होला प्राप्त गर्नु होला अथवा योद्वारा तृप्ति हुन होला भनेर सुरुमा पितृको चाहिँ आह्वान गर्ने कुनमा त्यही थालीमा चाहिँ हामीले अगाडि दिव्य पितृलाई मनुष्यलाई दिएका छौँ नि त त्यसैमा आह्वान गर्ने त्यसमा एउटा फूल अथवा कुशको टुक्रा त्यो थालीमा राखिदिने र मेरा पितृ आउनुहोस् भनेर त्यसमा हामीले आह्वान गर्दै गर्दै एउटा फूल अथवा कुश राख्ने आशले दिने त्यो राख्दाखेरि पढ्ने मन्त्र हरि ओम पितृलाई बोलाएको तानेको मन्त्र शक्तिले त्यसै आऊ भनेर आउँदैनन् हामीले मन्त्र बलले के गरेका पितृहरूको आह्वान गरेका हौँ अब हामी संकल्प कसरी भन्ने भन्दा त्यहाँ तल हेर ओम अध्या अमुक गोत्र के गोत्र हो त हैन हाम्रो अब त्यो पुरुषको के गोत्र हो त्यो गोत्र अस्मत् पिता बाबाको नाम भन्ने त्यहाँनिर अमुक शर्मा ब्राह्मण छन् भने शर्मा क्षेत्री छन् भने वर्मा वैश्य छन् भने शूद्र उद्र के छ है अधिकांश नै शर्मा र कर्माको हुन्छ है प्राय जसो गरेर ब्राह्मण भनेका शर्मा भए फेरि ब्राह्मणमा कसैले गाउँ भन्दै उपाध्याय जैसे होला त्यो एउटै हो उहाँहरू दुईटैको शर्मा हुन्छ र क्षेत्रको के हुन्छ वर्मा हुन्छ त्यहाँभन्दा तल गाउँ के हुन्छ गुप्त हुन्छ हो त्यहाँनिर ब्राह्मण हो भनेपछि शर्मा हुनु पर्यो पशु स्वरूपस एक पुस्त भएका कारणले पशु भएको दोस्रो पुस्त हुन्थ्यो भने रुद्र तेस्रो हुन्थ्यो भने आदित्य हो पशु रुद्र आदित्य भन्छ हामीले बुवा भनेका त एक पुस्ता हाम्रो ठ्याक्क हामी बुवालाई दिँदैछौँ नि त्यसैले के भएको पशु स्वरूपस त्रिपेदामिदं तिलोदकं तस्मै सदा यो प्रथमा अञ्जलि पितृ दद्या भनेको एक पटक के गर्न पर्यो पितालाई दिन पर्यो फेरि मन्त्र पढ्न पर्यो त्यहाँ कुशको टुक्रा चढाइदिन पर्यो त्यो चढाउँदाखेरि भन्ने मन्त्र हरि ओम पितृलाई नै दिने ओम फेरि त्यो दिइसकेपछि पुनः मन्त्र उच्चारण गर्नुहोस् त हरि वसु स्वरूप त्रिपेदामिदं तिलोदकं तस्मै सदा भन्दै जाने पहिलो पटक दिने त्यसपछि मन्त्र पढ्ने त्यो संकल्प पढ्ने दोस्रो पटक फेरि मन्त्र पढ्ने त्यो संकल्प पढ्ने कुरो बुझ्नुभयो अब बुवालाई सिद्धियो नि अब बुवालाई सिद्धिसकेपछि अब हामी कता जानेछौँ पितामह कुरो बुझ्नुभयो अद्या अमुक गोत्र अस्मत् पितामह बुवाका ठ्याक्क गाईका बुवा अमुक शर्मा अघि वसु थियो अहिले के भयो रुद्र स्वरूप त्रिपेदामिदं तिलोदकं तस्मै सदा भनेर यसै गरी कसलाई दिनु पर्यो हामीले पिता अथवा हजुरबुवालाई दिनु पर्यो त्यसरी दिँदाखेरि अनि फेरि यो मन्त्र पढ्न पर्यो एकपल्ट पढ्नुहोस् त हामी अलिक छुट्टै हेर्छौँ ल
यो मन्त्र पढ्नुहोस्। यसै गरी अघि मैले भने चाहिँ जसरी हामीले बुवालाई पहिलोपटक दोस्रोपटक तेस्रोपटक दिएका थियौँ हजुरबुवालाई पनि यसै गरेको होइन। 3 पटकसम्म रुद्र सुरुकोस भन्दै मन्त्र पढ्ने, मन्त्र पढे लगत्तै सङ्कल्प भन्ने होइन। सङ्कल्प भनिसकेपछि पहिलो 1 पटक, त्यसपछि 2 पटक, त्यसपछि 3 पटक राख्दै हजुरबुवालाई पनि सिद्धियो। अब त्यसपछि हामी कसलाई दिँदैछौँ? परपितामह। परपिता भनेको बुढा हजुरबुवा। हामी बुवाको लाइनमा छौँ है, फेरि अन्त सोच्नु पर्दैन। बुवा हजुरबुवा, बुढा हजुरबुवा है। अब उहाँलाई हामीले बसु रुद्र भने चाहिँ जस्तो अत्य अङ्क गोत्र अस्मत् प्रपितामह अमुक शर्मा। अब नाम के हो? सुरुमा गोत्र भइहाल्यो हामीले सुरुमै भने चाहिँ। अनि नाम के हो उहाँ बुढा हजुरबुवाको? अनि शर्मा ब्रह्मा अघि भनिहाल्यौँ, शर्मा भयो भने शर्मा भन्ने। आदित्य स्वरूपस् त्रिपेतामिनम तिरोदकम तस्मै स्वाहा भनेर हामीले यसरी परपितामहाय प्रथम अञ्जली दद्या। पहिलो अञ्जली दिने, फेरि मन्त्र पढ्ने, अनि फेरि सङ्कल्प पढ्ने, दोस्रो अञ्जली फेरि मन्त्र पढ्ने, त्यसपछि फेरि सङ्कल्प पढ्ने। कुरो बुझ्नुभयो? अब यसमा केही नबुझेको सब ठिक छ नि त नि? अब हामी त्यसपछि त्यहाँभन्दा तल आज गरौँ कि भोलि गरौँ? भोलि गरौँ। अब हामी आमा पुस्तातिर जाँदैछौँ। बुवातिर सिद्धियो, यो बिचैमा भयो। अब हामी आमातिर भोलि आमाहरूलाई कसरी दिने भन्ने कुराहरू भोलि गरौँ। बुझ्नुभयो? यसमा नबुझेको केही छ भने सोध्नु। अब एकजना बाबुले भन त कर्मले के गर्ने? विजय पौडेलले भन अथवा जसले भने नि हुन्छ। पहिला प्रायश्चित्त उठेर गोदान गर्ने, अनि प्रतिज्ञा सङ्कल्प लिने, अनि देवर्षि तर्पण गर्ने, अनि मनुष्य तर्पण लिने, दिव्य पितृ तर्पण लिने, अनि आफ्ना पितृलाई। अनि हामीले देवर्षि तर्पण गर्दाखेरि औँलाको कुन भागबाट गर्ने? देवर्षि दिँदा औँलाको टुप्पोबाट। अनि त्यसपछि मनुष्यहरूलाई तर्पण दिँदाखेरि कान्छुलाको काय तीर्थ भन्छन् है। अनि त्यसपछि हामीले दिव्य पितृहरूलाई तर्पण दिँदाखेरि दिव्यलाई दिँदा हो यो पितृ कसलाई भन्छन्? हो। त्यसपछि हामीले उहाँहरूलाई तर्पण दिइसकेपछि अनि त्यसपछि कसलाई दिने? स्वपितृहरूलाई। स्वपितृ भनेको आफ्ना कुलमा भएका पितृहरूलाई उहाँहरूलाई कसरी दिने रे? हो। अब उपरान्त हामीले जसलाई पनि तर्पण दिँदाखेरि यही पितृ तीर्थबाट दिने हो। सबैले बुझ्नुभयो? ल धन्यवाद।